सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। विशेष गरेर म तपाईँहरूको बिचमा आज फेरि पनि क्रिसमस भनेको चाहिँ के हो अनि क्रिसमस किन मनाउनु पर्छ वा किन नमनाउँदा चाहिँ के हुन्छ भन्ने विषयभित्र म तपाईँहरू भित्र केही कुरा परमेश्वरको जीवित वचनबाट केही कुरा म बोल्न लागिरहेको छु। जस्तै मत्ती भन्ने पुस्तकको 2को 1, 2, 3, 4 पदबाट म परमेश्वरको वचन पढ्नेछु। यहाँ यसरी लेखेको छ, हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भए जन्मिने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वबाट देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, ती बेचैन भए र तिनीहरूसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताहरू शास्त्रीहरू भेला गरे र ख्रीष्टको जन्म कहाँ हुने हो सो भनेर सोधपुछ गरे। यहाँ गहिरो रहस्यपूर्ण कुरा एउटा बताएका हामी पाउँछौँ। जब पनि यीशु ख्रीष्ट जन्मिने समय भयो, त्यो समयमा चाहिँ एउटा सन्देश आएको छ स्वर्गबाट। स्वर्गदूतहरूले यहाँनिर सन्देश खबर ल्याएको हामी पाउँछौँ। अनि ज्योतिषीहरूले चाहिँ त्यो कुरा देख्यो, ताकि पूर्वबाट चाहिँ एउटा केही ज्योतिषीहरूले चाहिँ केही देख्यो भने चाहिँ यरुशलेममा आइपुगेको अनि त्यहाँदेखि जन्मिने कुराहरू चाहिँ ताराहरूले सङ्केत दिएको हामी यहाँ परमेश्वरको वचनले देखाइरहेको हामी पाउँछौँ। अनि जब ताराहरूले बाटो देखाउँदै सङ्केत गर्दै आएको थियो, त्यति बेला ज्योतिषीहरू चाहिँ डल्लै उनीहरू चाहिँ त्यो राजालाई भेट्नको निम्ति, अनि जुन राजाको नाम चाहिँ ख्रीष्ट यीशु प्रभु, उहाँ पृथ्वीको राजा हुनुहुन्न, तर परमेश्वरको पुत्र येशू ख्रीष्ट चाहिँ परमेश्वरको राज्यको निम्ति अनि तपाईँ अनि मेरो लागि उहाँ चाहिँ जन्मिँदै गर्नु भएको थियो। त्यति बेला सनसनी डरलाग्दो हल्ला भयो, बेचैन भयो भन्ने शब्दहरू हामी पाउँछौँ। त्यसको अर्थ चाहिँ यहाँ धेरै डरलाग्दो एउटा कुरा चलेको हामी पाउँछौँ। यसले चाहिँ हामीलाई के देखाउँछ भन्दा हलचल मचिएको छ। यो हलचलले चाहिँ हाम्रो जीवनमा पनि आज कुन चाहिँ हलचल मचिएको छ। क्रिसमसको सेलिब्रेसनभित्र हामी आउँदैछौँ। क्रिसमस एउटा हामी ओकेजनलाई हामी मान्न जाँदैछौँ, अथवा क्रिसमस एउटा कुनै पनि एउटा सेलिब्रेट गर्न जाँदै गर्दाखेरि चाहिँ हाम्रो जीवनमा कतिको चाहिँ हलचल हुँदैछ, कस्तो चाहिँ हुँदैछ। अनि यहाँ यीशु जन्मिएको भन्ने कुरा हामी पाउँदैछौँ। यो यीशु जन्मिएको भन्ने शब्द चाहिँ आज यहुदामा, बेथलेहममा, यरुशलेममा, इजरायलमा, इन्डियामा होइन, तर तपाईँ अनि मेरो हृदयभित्र यीशु ख्रीष्ट जन्मिनु अनिवार्य र खाँचो छ। अनि यीशु ख्रीष्टलाई चाहिँ तपाईँ अनि मेरो हृदयभित्र चाहिँ उहाँलाई चाहिँ स्वीकार गर्नु, उहाँलाई जन्माउनु, अनि उहाँलाई चाहिँ निम्त्याउनु अनि स्वागत गर्नु, अनि यो चाहिँ सबैभन्दा उत्तम कुरा इसाई जगतमा देख्छौँ। त्यसै कारणले गर्दाखेरि हामीले हाम्रो जीवनमा चाहिँ ख्रीष्ट यीशु प्रभुलाई जन्म दिनु अति नै खाँचो छ। क्रिसमस मनाउनु, सेलिब्रेसन गर्नुभन्दा पनि ठुलो कुरा चाहिँ ख्रीष्टलाई हाम्रो हृदयमा जन्माउनु अथवा उहाँलाई ठाउँ दिनु। पावामा पनि ठाउँ थिएन भनेर प्रभुको वचनले भन्छ। त्यो ठाउँ नहुँदै गर्दा डुँडमा यीशु ख्रीष्ट सुत्दै गर्दाखेरि पनि, तर त्यो डुँडमा सुत्दै गर्दाखेरि यीशु ख्रीष्ट ठाउँ थिएन, जनगणनाको कारणले गर्दा चप्पाचप थियो। त्यो स्थितिमा हुँदै गर्दाखेरि पनि आज तपाईँ अनि ममाथि पनि संसारको कुराको चप्पाचप यस्तै कुराहरू हुन्छ। धेरै समस्यालाई समाधान गर्ने, दुःखको कुरा, पीरको कुरा, भनाइको कुरा, अनि उसले भन्दा मैले कसरी क्रिसमस राम्रो मनाउनु पर्ने कुरा, लुगाफाटा किन्नु पर्ने कुरा, हरेक कुरामा हाम्रोमा आउँदै गर्दाखेरि पनि त्यो आज तपाईँ अनि मेरो जीवनमा जसरी येशू ख्रीष्ट डुँडमा जन्मिने समयमा ठाउँ पावामा पनि थिएन र डुँडमा चाहिँ उहाँ जन्मिनु भएको थियो, त्यस्तै आज तपाईँ र मेरो हृदयमा पनि ठाउँ नहुन सक्छ, चर्चमा हुनु नसक्ला, तर त्यति बेला पनि तपाईँ अनि मैले पावामा ठाउँ नहुँदै गर्दा संसारलाई हाम्रो जीवनको सबै कुरा हामीले दिइसक्दै गर्दाखेरि पनि, तर तपाईँ र मैले जान्नुपर्ने कुरा ख्रीष्ट यीशु प्रभुलाई चाहिँ हामीले ठाउँ दिने कोसिस गरौँ, हाम्रो हृदयमा ठाउँ दिने कोसिस गरौँ अनि जन्माउने कोसिस गरौँ। जब त्यसो गर्छौँ तपाईँ अनि मेरो जीवनमा क्रिसमस तब त्यो चाहिँ उत्तम बनिनु जान्छ। अनि मान्छेले भन्छ क्रिसमस मनाउनु पर्छ, एउटा चाड हो भन्ने हिसाबमा जान्छ। ठिकै हो, चाड त हो, अथवा
त्यो प्रवक्ता हो, तर ख्रीष्ट यीशु प्रभु नजन्मिनु भएको हो भनेदेखिलाई चाहिँ कुनै यसको महत्त्व हुने थिएन। यसै कारणले गर्दा तपाईँ अनि म परमेश्वरको वचनले हामीलाई क्लियर बताइरहेको हामी पाउँछौँ। हामीले चाहिँ जहिले पनि याद गर्नुपर्ने कुरा चाहिँ हाम्रो जीवनमा चाहिँ के छ, किन चाहिँ हामीले जन्माउनु पर्ने, येशू ख्रीष्टलाई जन्माउनु पर्ने एकदमै महत्त्वपूर्ण अनि ठाउँ दिनुपर्ने महत्त्वपूर्ण कुरा छ। अनि आज येशू ख्रीष्ट नजन्मिनु भएको हो भने हामीले क्रिसमस चाहिँ मनाउने कुनै अवसरै थिएन, ठाउँै थिएन। कुनै कुराको जन्मिनु भनेको चाहिँ अब कुनै कुरा सुरुवात हुनु अथवा जन्मिनु त्यो चाहिँ सबैभन्दा ठुलो कुरा। बिगिनिङ, कुनै कुराको बिगिनिङ हुँदैछ भने एन्डिङ पनि हुन्छ। तर ख्रीष्ट यीशु प्रभुको चाहिँ एन्डिङ भएन, बिगिनिङ भएर चाहिँ सुरु भएर पछि चाहिँ जीवनभरि नै गएको हामी पाउँछौँ। अनि मिका भन्ने 5 को हामी यहाँ केही पदलाई 2 पदलाई हेऱ्यौँ भने यहाँ यसरी पाउँछौँ। 2 पदलाई हेऱ्यौँ भने यहाँ तर ए बेथलेहेम उपरान्त त यहुदियाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निक्ली आउने छस् र जो इस्राएलका शासक हुनुहुने छ, जसको सुरु पुरानो समयदेखि अर्थात् प्राचीन कालदेखि नै छ। परमेश्वरको वचनले यसरी बताइरहेको हामी पाउँछौँ। यो आधारिकमा तपाईँ अनि म चाहिँ ख्रीष्ट यीशु प्रभुलाई चाहिँ फेरि पनि निक्लिएर आएको आज देख्दै गर्दाखेरि यहाँ हामी पाउँछौँ। आज परमेश्वरको वचनले हुन्छ मरियमको कुखबाट जब जन्मिँदै गर्दा निक्लिँदै गर्दा उहाँ चाहिँ एकदम उहाँको मरियमलाई यति साह्रो पीर परेको थियो, यति साह्रो अब उहाँलाई सुत्केरी वेदनाले चेपिएको थियो, परिस्थिति थियो, चिसो जग्गा थियो, चिसो समय थियो। भनेको जस्तो अहिलेको जस्तो हस्पिटलहरू थिएन, सबै कुरा केही पनि प्रावधान नहुँदै गर्दाखेरि पनि उहाँलाई पीर मार्का पर्दै गर्दा पनि येशू ख्रीष्टलाई उहाँले जन्माइसक्यो। जब येशू ख्रीष्टको आवाजहरू निस्किनु थाल्यो, नानी रुनु थाल्यो, त्यति बेला चाहिँ एउटा उत्सवको कुरा, उहाँका जीवनमा हाँसोको कुरा, खुसीको कुरा, आनन्दको कुराहरू आएको हामी पाउँछौँ। अनि हाम्रो हृदयभित्र पनि येशू ख्रीष्टलाई जब निम्त्याउँछौँ र जन्म दिन्छौँ भने हाम्रो जीवन पनि त्यो मरियमको जीवनमा जस्तै खुसी आउनुको लागि चाहिँ आज प्रत्येकले यो चाहिँ प्राप्त गर्नुपर्ने छ। अनि यो चाहिँ ठुलो कुरा हो। मत्ती 2:6ले यसरी बताएको हामी पाउँछौँ। ए बेथलेहेम यहुदाको मुलुक गाउँ, त कुनै किसिमले यहुदाको शासनहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एकजना शासक निक्ली आउनेछ, जसले मेरो मानिसहरू इस्राएलको हेरचाह गर्नेछ। परमेश्वरको वचनले यसरी बताइरहेको हामी पाउँछौँ। अनि यो हेरचाह गर्ने भन्छ इस्राएलीहरूलाई मात्रै हेरचाह गर्ने रहेछ, अरूलाई चाहिँ होइन रहेछ भन्ने कुरा कतिजनाले सोच्छ। तर ख्रीष्ट यीशु प्रभुको रगतमा पापको क्षमा जतिजनाले पाएको छ, यीशु ख्रीष्टको रगतमा मेरो व्यक्तिगत मुक्तिदाता भनेर ग्रहण गरेको छ। यीशु ख्रीष्टलाई म आदम वंशी पापी छु भन्ने कुरा जब पनि मान्छेले आफैलाई चाल पाउन थाल्छौँ, तब मेरो जीवनमा चाहिँ पाप रहेछ भन्ने जस मान्छेले चाल पाउँछ, ख्रीष्ट यीशु प्रभुको रगतले चाहिँ हाम्रो जीवनमा चाहिँ सिधैमा पापको क्षमा दिनुसक्छ, दाम तिरिदिनु सक्छ भन्ने सोचेर चाहिँ जब प्रभुमा बुझ्यौँ भने चाहिँ र प्रभुलाई ग्रहण गऱ्यौँ भनेदेखिलाई चाहिँ त्यो व्यक्तिको निम्ति चाहिँ आज उहाँले चाहिँ हेरचाह गर्नुहुनेछ, डोर्याउनुहुनेछ। तब हेरोदले ती ज्योतिषहरूका गुप्तमा बोलाएर ताराहरू कुन समयमा देखा परेको हो सो तिनीहरूलाई पत्ता लगाए। तिनीहरूलाई पत्ता लगाउनको लागि चाहिँ यहाँ कोसिस गरेको हामी पाउँछौँ। त्यो बिचमा धेरै कुराहरू भएको हामी पाउँछौँ, तर त्यो कुरालाई हामी नगएर अब परमेश्वरको उपस्थितिभित्र हामी जानेछौँ र परमेश्वरलाई भन्नेछौँ। परमेश्वरले चाहिँ हाम्रो लागि सबै कुरा तयारी गर्नुहुनेछ। यूहन्ना सुसमाचार 7:12मा चाहिँ 42मा चाहिँ यसरी भनेको छ। 42मा चाहिँ 7:42मा चाहिँ यसरी भनेको छ, के धर्मशास्त्रले भनेको छैन कि ख्रीष्ट दाउदको वंशबाट दाउदकै गाउँ बेथलेहेमबाट आउँछन्। परमेश्वरको वचनले यो भविष्यवाणी बताइरहेको, क्लियर भविष्यवाणी बताइरहेको हामी पाउँछौँ। अनि यो भविष्यवाणी चाहिँ पुरा गर्नको लागि चाहिँ येशू ख्रीष्ट यो संसारमा आउनु भएको भनेर हामी चाल पाउन सक्छौँ। जसरी कतिजनाले हामी अब प्रभुलाई नपाइकन त हामीले दसैँ मान्थ्यौँ, तिहार मान्थ्यौँ, अनि सबै आफ्ना आफ्ना धर्म कर्म अनुसारले हामीले मनाउँथ्यौँ, अनि हामीले चाडबाडहरू मनाउने कोसिस गर्थ्यौँ। तर प्रभुमा आइसकेपछि चाहिँ त्यहाँदेखि कतिजनाले भन्छ क्रिसमस मनाउनु हुँदैन भन्छ, कतिले तारा लाउनु हुँदैन भन्छ, कतिले के गर्नु हुँदैन भन्छ, विभिन्न प्रकारका आफ्नो आफ्नो तरिकाले तरतरिकाले भन्छ। तर म चाहिँ के भन्छु भनेदेखिलाई तपाईँ अनि मलाई आज सोध्दै गर्दा एउटा परिचयको कुरा पनि हो।
तपाईँ कुन चाहिँ रिलिजन मान्नुहुन्छ, कुन चाहिँ तपाईँ कुन चाहिँ धर्म मान्नुहुन्छ भनेर भन्दै गर्दाखेरि चाहिँ यदि क्रिस्चियन भन्नुभयो भनेदेखिलाई चाहिँ क्रिस्चियनको चाहिँ कुन चाहिँ प्रभाव छ भनेर भन्दै गर्दा चाहिँ तपाईँ अनि ममा चाहिँ जान्नुपर्ने कुरा र एउटा देख्दै गर्दाखेरि चाहिँ एउटा चाहिँ येशू ख्रीष्ट जन्मिनु भएको क्रिसमस हामी मनाउने काम गर्छौँ, क्यारलहरू खेल्ने काम गर्छौँ, खुसियाली मनाउने कामहरू गर्छौँ भनेदेखि अर्को कुरा चाहिँ हामीले गुड फ्राइडेहरू मान्ने काम गर्छौँ। यस्तै यस्तै कुराहरू गर्छौँ। अन्त यसै कारणले गर्दाखेरि यो हाम्रो क्रिस्चियनहरूको एउटा प्रभावमा पनि जोडिएको सन्दर्भभित्र आएको छ। त्यसै कारणले गर्दाखेरि आज तपाईँ अनि मैले मनाउनु नमनाउनु त्यो तपाईँको कुरा हो। अनि यसलाई कुनै फलो गर्नै पर्छ भन्ने कुरा पनि छैन र मनाउनु हुँदैन भन्ने कुरा पनि होइन। यो तपाईँ अनि म भित्रको कुरा, विचारभित्रको कुरा हो। तपाईँले कुन चाहिँ गर्नु सक्नुहुन्छ, बाइबलले चाहिँ के भन्नु खोजेको छ भन्ने कुराभित्र चाहिँ म तपाईँहरूको बिचमा जान लागेको छु। अनि यूहन्ना सुसमाचार 8को यहाँनिर 12ले यसरी बताएको छ। 8को 12ले भन्छ, यीशुले फेरि तिनीलाई भन्नुभयो, म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। प्रभु येशू ख्रीष्टले भन्नुभयो, जो मानिसहरूले आज यीशु ख्रीष्टलाई पछ्याउँछ उहाँ चाहिँ अन्ध्यारोमा हिँड्नु पर्दैन। अनि म चाहिँ संसारको ज्योति हुँ, प्रभुको वचनले यसरी भनेको छ। त्यो ज्योति चाहिँ कसरी आउने त? तपाईँ अनि मेरो जीवनमा भन्दाखेरि चाहिँ जब तपाईँ अनि म भित्र ख्रीष्ट यीशु प्रभु बास गर्नुहुन्छ, जब तपाईँ अनि म मेरो हृदयभित्र यीशु ख्रीष्टलाई जन्म दिन थाल्छौँ, जब यीशु ख्रीष्टलाई राज गर्न दिन थाल्छौँ, जब यीशु ख्रीष्टको आज्ञाकारी वचन आधारित हामी हिँड्नु थाल्छौँ, तब हाम्रो जीवनमा ज्योतिहरू, लाइटहरू आउनु सुरु हुन्छ। अनि त्यो ज्योतिहरू जब आउँछ त्यसले चाहिँ तपाईँ अनि मेरो जीवनमा घटी, कमी, कमजोरी, दुर्बल, आफूले गर्दै गरेको पाप, आफूले गर्दै गरेको गल्तीको पनि हामीले एहसास गर्न सक्छौँ, हामीले चाल पाउन थाल्छौँ। अनि त्यसो गर्दा चाहिँ हामी प्रभुको चरणमा तयारी भएर जान्छौँ। किनभने उज्यालोमा केही कुरा पनि लुक्दैन, अँध्यारोमा चाहिँ छुपिन्छ, लुकिन्छ, तर उज्यालोमा चाहिँ केही कुरा पनि लुक्दैन। प्रियहरू, यसै कारणले गर्दाखेरि चाहिँ आज तपाईँ अनि म चाहिँ ख्रीष्ट यीशु प्रभु चाहिँ हाम्रो संसारको ज्योति हुनुहुन्छ भनेदेखिलाई उहाँको लाइट जब हामी माथि पर्छ तब चाहिँ त्यो ज्योतिले चाहिँ तपाईँ अनि मेरो जीवनमा कुनै गल्ती गरेका छौँ भने, कुनै भुल गरेका छौँ भने, प्रभुदेखि हामी टाढो भएको छौँ भनेदेखिलाई चाहिँ त्यो कुराले चाहिँ हामीलाई देखाउन सुरु गरेपछि हामीले देख्न थाल्छौँ हाम्रो गल्तीहरूलाई पनि, भुलहरूलाई पनि। अनि त्यस्तै प्रकारले चाहिँ हाम्रो ज्योति चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। मत्ती 5:14ले यसरी भन्छ, 14ले यसरी भन्छ, तिमीहरू संसारको ज्योति हौ, डाँडामा बसालिएको सहरमा लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पातीमाथि त होइन, तर समदानमाथि राख्दछ र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरू ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिमीहरूले तिमीहरूकोलाई सुकुम देखुन् र स्वर्गमा हुनुहुने तिम्रो पिताको महिमा गरून्। यहाँ हामी परमेश्वरको वचनले एउटा गहिरो रहस्यपूर्ण कुरा बताएको हामी पाउँछौँ। जब पनि तिमीहरू चाहिँ संसारको ज्योति हो, अब अघि चाहिँ भन्दै हुनुहुन्थ्यो येशू ख्रीष्ट चाहिँ संसारको ज्योति हो। अब फेरि येशू ख्रीष्टलाई पाउने व्यक्तिहरूलाई भन्दै हुनुहुन्छ, तिमीहरू चाहिँ संसारको ज्योति हो। डाँडामा बसालेको सहर लुक्न सक्दैन। अनि डाँडामा बसालिरहेको एकदमै भइरहेको सहर चाहिँ कहीँ पनि लुक्न सक्दैन। यस्तै प्रकारले आज तपाईँ अनि मलाई पनि संसारले देख्दैछ। आज हरेक ठाउँले देख्दैछ, हरेक गाउँले देख्दैछ, हरेक व्यक्तिले देख्दैछ। अनि यसै कारण तपाईँ कुन चाहिँ जग्गामा हुनुहुन्छ, म कुन चाहिँ जग्गामा छु, अनि यो कुरा चाहिँ सबैभन्दा ठुलो कुरा हो। अनि हामी क्रिसमस मनाउनु भन्दा पनि हाम्रो जीवनमा क्रिसमसको उद्देश्यभित्र हामी प्रवेश गर्नु चाहिँ ठुलो कुरा छ। अनि यीशु ख्रीष्ट नजन्मिनु भएको हो भनेदेखिलाई हाम्रो जीवनमा यो सबै कुरा नै हुने थिएन। अनि तर यीशु ख्रीष्ट जन्मिनुको अर्थ चाहिँ आज क्रिसमस मनाउँदैछौँ भने, आज क्रिसमस सेलिब्रेसन हामी गर्दैछौँ भनेदेखिलाई, अनि ओकेजन चाडहरू मनाउँदैछौँ भनेदेखिलाई, अझ त्यस्तै प्रकारले ख्रीष्ट यीशु प्रभुसँग आनन्द जब जन्मिँदै गर्दा आमालाई जतिको आनन्द भएको छ, हाम्रो हृदयमा येशूलाई जन्माउँदा त्यतिकै आनन्द हुनुपर्ने। त्यो आनन्दभित्र संसारको ज्योतिलाई हामीले प्रकट गरिसकेपछि अब तपाईँ अनि म भित्र पनि त्यो ज्योति प्रकट भएको छ। त्यो ज्योति हामीभित्र छ। तिम्रो संसारको ज्योति हो, डाँडामा बसालेको सहर हो, कुनै लुक्न सक्दैन। हामीमा चाहिँ त्यो कुरा हुनुपर्छ। यदि हाम्रो जीवनमा चाहिँ ज्योति हराएर जान्छ भने हाम्रो जीवनमा चाहिँ फेल हामी हुन्छौँ। ज्योति जब जुन दिन हाम्रो जीवनमा ज्योति हराउँछ, ख्रीष्टको ज्योति हराउँछ, त्यति बेला चाहिँ हाम्रो जीवनमा चाहिँ हामी चाहिँ अन्ध्यारो हुन्छ हाम्रोमा। अनि त्यसो हुँदा चाहिँ हाम्रोमा सेडो लाग्ने कुराहरू हुन्छ। त्यो कुरादेखि चाहिँ हामी बाँच्नु पर्छ। फिलिपी 2:4-8ले यसरी भन्छ, फिलिपी
2:8ले चाहिँ यसरी बताइरहेको छ, स्वरूपमा मानिस जस्तै भए र आफैलाई होच्याउनु भयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो। येशू ख्रीष्ट चाहिँ तपाईँ अनि मेरो येशू ख्रीष्ट चाहिँ यदि क्रिसमसको लागि मात्र उहाँ चाहिँ आउनु भएको होइन, तर उहाँ चाहिँ अन्तिमसम्म तपाईँको पापको निम्ति, मेरो पापको निम्ति, संसार सबै मानिसहरूको पापको निम्ति, आदमवंशी पापको निम्ति, आमाको गर्भबाट जन्मिँदै आएको पापको निम्ति एउटा किरा फटेङ्ग्रा मारेका छैनौँ। त्यति नै बेला पनि हाम्रो जीवनमा पाप छ अनि त्यो पापले चाहिँ तपाईँ अनि मेरो जीवनमा नाश बनाउँछ। आज याद गर्नुपर्ने छ, कतिजनाले हामीले भन्छौँ हामी त इसाई घरानामा जन्मेको, हामीमा त पाप हुँदैन, शुद्ध हुन्छ, पवित्र हुन्छ, हामी त ठिक छौँ, 4 पुस्ते क्रिस्चियन हो भन्छ। तर प्रिय हो, तपाईँले याद गर्नुहोस्, अरू कुरा कसैलाई पनि नहेर्नुहोस्, तपाईँको आफन्त मान्छेहरूलाई हेर्नुहोस्। जुन नानीहरूले नानी जन्माउँछ, सानो विवाह गरेर नानी जन्माउँछ, जन्माइसकेपछि 3-4 महिना, 5 महिना अथवा 6 महिनाको अवधिमा हुँदै गर्दाखेरि त्यो नानीलाई चाहिँ आफ्नो नानीलाई सारेर दिनुहोस्, उता राखिदिनुहोस् र अर्कोको नानी लिएर आफ्नो काखमा राखिदिनुहोस्। त्यसो गर्दै गर्दा त्यो नानीले त्यहाँदेखि देखाइदिनुहोस् त्यो नानीलाई। त्यति बेला त्यो नानीले एउटै गल्ती गरेको हुँदैन, एउटा किरा मारेको हुँदैन, एउटा फटेङ्ग्रा मारेको हुँदैन, मार्नु सक्ने क्षमता भएको हुँदैन, कसैलाई नराम्रो भन्ने विचार भएको हुँदैन। तर त्यो नानीकोमा आरिस भन्ने कुरा हुन्छ। त्यो मेरो आमाको कोखमा चाहिँ, काखमा चाहिँ, त्यो न्याहानो काखमा चाहिँ कोही पनि नपसोस्, त म बाहेक चाहिँ कोही पनि नहोस् भन्ने उहाँकोमा आरिसपन छ। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो नानीलाई कोतार्छ, अन्त चिमोड्छ, अन्त रुन्छ, त्यो सबै कुरा गर्नु समय रुन्छ, कराउँछ। अनि त्यसो गर्दा त्यो नानीलाई जब उसले पर सारिदिन्छ र आफ्नो नानीलाई फेरि पनि काखमा लिन्छ भने दबाई नै त्यति नै बेला त्यही नै हो। त्यसको अर्थ चाहिँ त्यो सानो 5-6 महिनाका नानीकोमा पनि आरिसपन भन्ने कुरा रहेछ भन्ने कुरा तपाईँले चाल पाउनुहुन्छ। त्यो चाहिँ पापको एउटा नमुना हो। एउटा त्यो चाहिँ पाप छैन भनेर भन्छौँ भने त हामी त फेल हुन्छ, त्यो चाहिँ नमुना हो। त्यसै कारणले गर्दा जब हामीले जवान भइसक्दै गर्दा, बढ्दै गर्दा, पढ्दै गर्दा, ट्युसन जान्दै गर्दाखेरि हामीलाई सबै बाबुआमाले सिकाउँछ, लुगा लगाउनुदेखि डिसिप्लिनमा बोल्नु, पढ्न, लेख्नुदेखि एभ्रिथिङ हामीलाई टिचरहरू कहाँ पुऱ्याउँछ, सबै कुरा गर्छ, सबै कुरा लगनशीलमा हामीलाई खर्च गर्छ। तर एउटै कुरा हो, गर्लफ्रेन्ड बनाउनु, बोयफ्रेन्ड बनाउनु, यो चाहिँ हामीलाई सिकाउँदैन। छोरी तँ चाहिँ 15-16 वर्ष पुग्दैछस्, तैँले चाहिँ यसो हेर्नुपर्छ, 19-20 वर्ष पुग्दैछस्, तैँले चाहिँ कोही केटाहरूसँग यसो गफसफ गर्नुपर्छ भनेर आमाले ट्युसन चाहिँ लाउँदैन, बाउले ट्युसन त्यसमा लाउँदैन। तर त्यो सबै कुरा लुकीछुपी, ढाँट्ने कुरा, छल्ने कुरा, सबै कुरा चाहिँ अटोमेटिक उम्रिँदै आउँछ भित्रबाट। त्यही नै चाहिँ पापको स्वभाव हो। अनि त्यसले चाहिँ मानिसलाई नाश बनाउँछ। त्यो कुरादेखि छुटकारा हुनुको लागि, त्यो पापदेखि छुटकारा हुनुको लागि चाहिँ ख्रीष्ट यीशु प्रभु चाहिँ तपाईँको लागि, मेरो लागि आउनु भएको। उहाँको रगतमा पापको क्षमा छ अनि जीवन छ र ख्रीष्ट यीशु प्रभुले चाहिँ जीवन तपाईँ र मलाई दिनु चाहनुहुन्छ। यसै कारणले गर्दा येशू ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाता भनेर यदि ग्रहण गऱ्यौँ भने हाम्रो पापको क्षमा हुनेछ र ख्रीष्ट यीशु प्रभुमा जीवन पाउन सक्नेछौँ र हामीले नयाँ जीवनभित्र प्रवेश गर्न सक्नेछौँ र तपाईँ अनि म भित्र चाहिँ ख्रीष्टको जन्म निरन्तर हुनु खाँचो छ। हुन्छ, आजको वचनमा फेरि पनि यिनै राख्न चाहन्छु। सबैलाई जय मसीह।